अहिले फाइनली हामी चाहिँ यहाँ के भन्छ उसमै आइपुगेका छौँ। देउराली ओडारमै जानु लाग्छ। अनि म चाहिँ पहिलोचोटि जाँदैछु। अब यो हाम्रै नजिकै यस्तो भन्छ नि मान्छेले नजिकको तीर्थ के भन्छ हेला भन्छ। यस्तै हाम्रो नजिकै भएको तीर्थ नजिकै यति राम्रो रमणीय ठाउँ छ। तर चाहिँ हामी यो ठाउँलाई चाहिँ एकदमै प्रमोसन गर्नुपर्छ भन्ने चाहिँ उद्देश्य चाहिँ हो। र अहिलेसम्म म यो ठाउँमा आएको थिइनँ, तैपनि अहिले म जाँदैछु। मेरो साथमा हुनुहुन्छ हाम्रो विकास बाबु विशाल बाबु घट्टी मगर हुनुहुन्छ। अर्को चाहिँ हाम्रो सालाजी हुनुहुन्छ यहाँ अगाडि मेरो आज चाहिँ सानो खुच्चु पनि मसँग जाने भनेर एकदमै चाहिँ लहर गरेर बाबु पनि आएको छ। म तपाईँलाई तलैसम्मको देउराली गुफा कस्तो छ त त्यो क्षेत्र चाहिँ म तपाईँलाई देखाउन कोसिस गर्नेछु। बाटो चाहिँ यो खास भन्ने हो भने स्थानीय सरकारले यसलाई ध्यान दिनुपर्ने, किन पर्यटन क्षेत्रको एकदमै सम्भावना भोकेको ठाउँ। त्यसकारण यो बाटो चाहिँ बनाउन जरुरी छ है। मैले देखेको चाहिँ यो बनाउनु एकदमै जरुरी छ। यहाँबाट तल यहाँबाट केही भयो भने खोलामै जाने ठाउँ रहेछ त्यहाँ। अब झन्डै यहाँ तपाईँले के हेर्नुहोस्, देउराली ओडारको विशेष सुरुवात चाहिँ यहाँबाटै हुन्छ कि। यहाँ उहाँहरू जाँदै आउँदै गर्नुभएको छ। अनि यहाँ आइसकेपछि अर्ग्यानिक चिजहरू ओहो यो के हो? केरा हो? धार्नीको कति? धार्नीको कति? दर्जन लग्न मिलेन। अलि थोरै मिस्टेक भयो भने तल खोलामा जाने टाइपको छ। यो चाहिँ व्यावसायिक रूपमा हेर्ने हो भने यसलाई चाहिँ तलदेखि माथिसम्म बाटो बनाउनु जरुरी छ। अर्को कुरा यो कस्तो देखिएको छ भने कुनै पनि मेला महोत्सव कुनै चैते दसैँ या त कुनै सिजन पारेर यसलाई चाहिँ ओपनिङ गरेर भ्रमण र मेला लगाउनु भन्दा यो ठाउँलाई चाहिँ सदैव दैनिक रूपमा चाहिँ टिकट सिस्टम बनाएर तलदेखि माथिसम्मको एकदमै बाटो एकदमै राम्रो निर्माण गरेर यसलाई चाहिँ एकदमै व्यावसायिक रूपमा चाहिँ पर्यटन भित्राउने ठाउँ र थलो पनि देखिन्छ। यो हिँड्दै गर्दाखेरि एकदमै बाटो निरको एकदमै विभिन्न आकृतिले चाहिँ मन डुबाएको छ। यहाँ चाहिँ जाने ठाउँहरू पनि अर्गानिजम एकदमै राम्रो छ। यो तपाईँहरूलाई देखाइरहेको छु। अहिले चाहिँ हामी विशेष गरेर 3-4 जनाको ग्रुप छ। यहाँ जाने आउने र मेला तलको मन्दिर दर्शन गरेर आउने चाहिँ गरिराख्नु भएको छ। एकछिन पछाडि यहाँ चाहिँ ठुलो मेला लाग्छ भन्ने चाहिँ छ। र अहिलेलाई हामीले तपाईँलाई विशेष गरेर मन्दिर कस्तो छ र मन्दिरभित्रको विभिन्न आकृति कस्तो छ त्यो चाहिँ देखाउन चाहन्छु। गुफाभित्र चाहिँ हामी छिर्दैछौँ। यताबाट छिरेर हामी उतापट्टि निस्किन्छौँ। र यो बिचमा चाहिँ हामीले धेरै आकृति बोकेका ढुङ्गाहरू चाहिँ देख्नेछौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ। यो भित्र चाहिँ के पाउँछ, कस्तो खालका चाहिँ दृश्यहरू छ तपाईँहरूलाई देख्न चाहन्छु। यहाँ प्रवेश गर्दाखेरि त 50 रुपियाँको टिकट लाग्ने रहेछ आजलाई। अरू दिन चाहिँ अब बन्द नै हुन्छ, तर आज चाहिँ 50 रुपियाँ टिकट लाग्छ। तपाईँले आजको दिन चैते दसैँको दिन चाहिँ यो विशेष एकदमै राम्रो हुनेछ। तपाईँ घुम्न आउनु होला। एकदमै मान्छेको भिडभाड सुरु हुँदैछ। म तपाईँलाई देखाउन चाहन्छु। अब चाहिँ हामी भित्र जान्छौँ। हस्, धन्यवाद। ल जाऊ, ल सालाजी जाउँ। ल बाहिर जा। थ्याङ्क यू। अब यहाँ भित्र हेर्छौँ है हामी त। ल आहन जाउँ, नडराउने है। वाउ, ओहो पानी छ। वाउ, हेर्नु न यस्तो यस्तो आकृति छ यहाँ। माथि ठुकिला छ है। अगाडि जाने हो त्यो पानीले उगल पखै म अगाडि जान्छु भने है। यहाँबाट यस्तो यस्तो छ कि यस्तो देउराली गुफा। यो
पग्नेछ है ल ल हे पख है यो देउराली उडा ल है माथि टोकिलास् है माथि यहाँ माथि गाह्रो सुई सुई हो सुई हो अगाडि जा जे जस्तो भए पनि जाली छ यो हेर्नु न कस्तो आकृति के भित्रपट्टि कस्तो ठ्याक्कै दुधको धारा चाहिँ आउँछ अनि यहाँबाट माथि छ बाटो चाहिँ अब यहाँबाट यता छिरेर आमामा ल बिस्तारै यहाँ रहेछ ठुलो गुफा चाहिँ त्यो सुरुवातको गुफा हो यता चाहिँ मन्दिर रहेछ कि विशेष त मन्दिर रहेछ यहाँ एकदमै अप्ठ्यारो छ है अब यो हामी चाहिँ यता जाने ल है पक्र है सानो बाबुले चाहिँ ल सालाजी पक्नुहोस् है यो बाबुलाई समाउनु त भन्छ एक दिनु पर्यो ल है ल यता यता के हुन्छ बिस्तारै हो है बिस्तारै लड्किने हुन्छ बिस्तारै खतरा छ है लड्किला छ बिस्तारै है बिस्तारै यस्तै छ देउराली भनेपछि अब देवी देउराली देवी देउताले बनाएको ठाउँ ल है अब यहाँबाट त्यता छिर्ने अब ल ओहो यहाँ चाहिँ हाम्रो काखीबाट अनि कता कताबाट आउनुभएको छ यहाँ यस्तो वडा छ कि कुरै छोडिदिनुहोस् यहाँ चाहिँ आफै छक परिरहेको छ यहाँ चाहिँ अब पट्टी बाल्नु पर्ने भन्छ सालाजी फुटकर छ फुटकर छ हेर्नु त फुटकर देखाउनु ठ्याक्कै बनाएर ल्याएको भन्छ उसलाई दिनु ल भयो भयो जाऊ जाऊ त्यहाँ आशीर्वाद माग उतै हालेर धोक गर न भित्र चाहिँ यो बाबाजीको मन्दिर छ है हजुर सिद्ध बाबाको मन्दिर यो कहिले कहिले खुल्छ बुवा सधैँ खुल्छ सधैँ हुन्छ आजभोलि सधैँ आउँछन् ल ल बाबुले चाहिँ त्यहाँ आशीर्वाद माग्यो आज चाहिँ हामी सिद्ध बाबा पहरामा यस्तै यस्तो चिजहरू देखिन्छ यो पुरा चाहिँ ट्याक्कै आकृतिहरू विभिन्न आकृतिहरू चाहिँ झल्किने गरेर है यसलाई त सिद्ध बाबा यानि देउराली गुफा भनेर हाम्रो रुकुम पूर्वमा निकै प्रसिद्ध मानिन्छ यस्तावटा चाहिँ हाम्रो काँक्रीबाट आउनु भएको छ उहाँहरू पनि घुम्नलाई आउनु भयो दामी चिज देखिन्छ कि यो ढुङ्गा नै ठ्याक्कै तल ढुङ्गेर बसेको अवस्थामा छ यो हामी देख्न सक्छौँ यस्तो गुफा छ यसलाई त प्रवर्ति गर्न सकेपछि एकदमै चाहिँ उ हुनेछ कि यो भित्र एकदमै चाहिँ दुधले होइन कता कता छ कि अब यो एक्लै आउने ठाउँ चाहिँ होइन चाहिँ है
यहाँ धेरै भएर मात्र डर नलाग्यो होला नत्र पनि देउरालीको गुफाको लागि अन्य उसको व्यवसायको लागि व्यवसायिक सर चाहिँ कहाँ देख्या हुनुहुन्छ मेरो घर चाहिँ दोलखा छ म चाहिँ काठमाडौँबाट मौसमको लागि आएको छु महोत्सवको लागि आउँदाखेरि अब भगवान्को दर्शन गर्नु पाइयो गर्नु पाइयो जसपछि लाग्यो एउटा पर्यटकीय रूपमा चाहिँ यसलाई चिन्न सकिन्छ यो भित्र आइसकेपछि तपाईँले यहाँनिर तपाईँको बाबाजीको मूर्ति पनि देख्न सक्नुहुन्छ शालिग चाहिँ यो भित्र आइसकेपछि हजुरको नाम पुरै परिचय दिनुहोस् न है मेरो नाम जगबहादुर घन्टी है हजुरको घर ए रुमालबारा रुमालबारा सिस्ने गाउँपालिका 5 रुमालबारा हजुर यसको विशेषता भनिदिनु न खास के हो यो चाहिँ देउराली गुफाको इतिहास चाहिँ के खै पहिल्यै यो त भइ आफै भइराखेको पुरानो भुप्पूदेखि पहिल्यैदेखि यो कहिले कसैले बनाएको होइन आफै बनेको यहाँ आउने व्यक्तिहरूले के आस्था विचार लिएर आउनुहुन्छ ए फोटो खिच्ने त्यसको लागि धेरै भगवान्सँग आशीर्वाद माग्ने है हजुर यो सिद्ध बाबा आशीर्वाद माग्ने त्यसको लागि आइरहन्छ ल हेर्नुहोस् यो भित्र के यस्तो अब के गर्ने यहाँ एक्लै आउने भन्दा कालिएर मर्ने जस्तो छ यार प्रकृतिले पनि यही गएको छ कि हेर्नुहोस् त उता रहेछ है आहान ल जाउँ आमा यस्तो अप्ठ्यारो आहान त आज साहसी व्यक्ति रहेछ आहान ए के भयो बाजा जाऊ यस्तै लगाऊ जुत्ता सबै ल जाऊ खै बिस्तारै जाऊ त आउँदैछन् विमल चाहिँ फाइनली सम्पूर्ण दर्शकबिनहरू हामी उतापट्टिबाट छिरेर धेरै ठाउँहरू घुमेर चाहिँ अब यहाँबाट फ्याक्कै बाहिर निस्केका छौँ यताबाट निस्किने ठाउँ छ हाम्रो चाहिँ भित्र गुफाभित्र छिरेर दर्शन गर्ने चाहिँ सकेको छ यहाँ आज चाहिँ धेरै भिडभाड हुन्छ यहाँ हामी भित्र गएर बाहिर आउँदाखेरि चाहिँ एकदमै भिडभाड देखेका छौँ हेरौँ हामी चाहिँ अब म चाहिँ मेरो काम सकियो अब चाहिँ हामी एकदम बिल्कुल ठिक छ